Hello guys, welcome to my vlog. आज हामी जाँदैछौँ खुमै डाँडा। 1 घन्टा भयो हामी हिँडेको। ल हेर्नुहोस् बाटो यस्तो छ। उहाँ हो हजुरहरूले चिनिराख्नु भएको अञ्जली गुरुङ। उहाँ हुनुहुन्छ, कृपया नाम भनिदिनु होला। उहाँ हुनुहुन्छ मेरो भेनाज्यू, नाम भनिदिनु होला प्लिज। उहाँ हुनुहुन्छ मेरो ज्वाइँज्यू सन्देश गुरुङ। ल हेर्नुहोस् कस्तो छ यहाँ बाटो। बाटो इज भेरी उकालो। बाटो इज भेरी उकालो। कहिलेकाहीँ यसरी खुट्टा पनि तन्काउन पर्छ के, नसाहरू तन्काउन पर्छ होइन त नि साथीहरू। ल हेर्नुहोस् साथीहरू, अझै कति घन्टा लाग्ने हो। म त यहीँ सेन्टी फ्ल्याट हुनलाई, सेन्टी फ्ल्याट। हेर्नुहोस् नेचर इज लभ। नेचर इज लभ, ला 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 ला। ल हेर्नुहोस् हामी उहाँ पुग्ने हो। अहिले हामी कहाँ छौँ अहिले हामी? यत्रो घुम्न पर्छ जङ्गलबाट, घुमेर बल्ल आउँछ। गाह्रो छ है, गाह्रो छ। यहाँ पछाडि लौना, यहाँ पछाडि आन्टीहरू नि आउनुभयो, हाम्रो पोखरेली आन्टीहरू। पोखरेली गाइज आउँछन् कि यहाँ सबै पोखरेली गाइज। ल हामी बल्ल हिले खर्कामा पुग्यौँ बल्ल। मामा माइजूलाई कुर्दैछन्। मामा माइजू कता हराउनु भयो? हजुर भाइरल हो, भाइरल हस्। मामा माइजू बल्ल आउँदैछन्। मामालाई चाहिँ साह्रै गाह्रो भएछ, माइजू चाहिँ साथी। यो हिले खर्का आयौँ है, बल्ल हामी हिले खर्कामा आयौँ। हेर्नुहोस् ल गाइज, फाइनली हामी हिले खर्का पुगिसकेको छौँ। हेर्नुहोस् कति दुःख कष्ट गरेर हिँडिरहेको छौँ। वर्थ इट छ यो हिँडेको, वर्थ इट छ कि छैन खुमै डाँडामा गएर थाहा हुन्छ। ल हेर्नुहोस् दिदी भेनालाई। ओ दिदी भेना, फर्स्ट ट्रेकिङ कस्तो हुँदैछ? ट्रेकिङको कुरा नगरौँ गाइजहरू, यस्तो भयो कि खुट्टा दुख्यो। मजा आयो। जुन चाउमिन लिएर हिँड्दैछौँ। मैले युट्युबमा हाल्ने हो के, युट्युबमा हाल्ने। ल हेर्नुहोस् हिले खर्का आइसक्यौँ हामी। अब यहाँ हिले खर्काबाट उकालै उकालो उकालै उकालो छ अरे। हिँड्न सकिन्छ कि सकिन्न? हिँड्न सकिन्छ त?
किन आउनु भन्नु हिँड्न सकिन्छ उकालो सेन्टी फ्ल्याट भइसक्यो यहाँ ल हेर्नुहोस् हेर्नुहोस् आन्टीहरू त अघि नै आएर नि बसिसक्नु भयो सबै आन्टीहरूबाट मोटिभेट हुनु है यस्तो फास्ट दौडेर आउनु हो हामी भन्दा नि फास्ट गाइजहरू यो बियर आउने एरिया हो रे इङ्ग्लिसमा बियर BEAR बियर नेपालीमा भालु त्यो आउने एरिया हो रे त्यही भएर हामी छिटो भाग्दैछौँ छिटो भाग्न पर्छ फेरि भालुले समातेर खाइदियो भने के आनी होला हेर्नुहोस् बाटो यही हो जङ्गलको बाटो यही हिँड्न आएको यही हिँड्दैछौँ हामी साथीहरू ठाडै उकालो भ्याइयो अब ल साथीहरू ठाडै उकालो भ्याइएको अवस्था हे भगवान् भन्दै आज मेरो सास फुत्केन हो अब कहाँ पुग्यौँ हामी चिचिमले पुगेछौँ हेर्नुहोस् वर्थ इट छैन त नि हाम्रो ट्रेकिङ एकदम वर्थ इट ल साथीहरू यत्रो हिँडेपछि अब हामी आइपुगेका छौँ देउराली भ्यू पोइन्टमा हेर्नुहोस् देउराली भ्यू पोइन्ट हालत खराब भयो मेरो हालत खराब मेरो मात्र होइन सबैको हालत खराब भइसकेको छ यहाँ फेरि नि इन्जोय गर्न आएको इन्जोय गर्न पर्छ हालत खराब भयो नि ल हेर्नुहोस् देउराली भ्यू पोइन्ट यो त मेरो हालत त्यस्तो ल साथीहरू अघिको चाहिँ देउराली हिल पोइन्ट थियो यो चाहिँ देउराली डाँडा ल साथीहरू यति दुःख कष्टको पछि 45 मिनट्स माथि पुग्ने हो उहिरो लाएर यस्तो भयो मेरो हालत ल साथीहरू यत्रो हिँड्यो अझै हिँड्न हेर्न कति राम्रो फुल कस्तो ब्युटिफुल अझै यहाँ माथि हो अझै यसको माथि अब म त्यहीँ गएर भेट्छु कस्तो राम्रो मलाई फेरि यस्तो जहाँ गयो नि यस्तो फुल टिपेर फोटो खिच्न मन लाग्छ अनि यसरी कानमा लाउन मनपर्छ कि अझै सबको हावा टाइट छ हात हल्लाउनु त सबैले हेर्नु कहाँ कहाँ बसेछन् देख्नुभयो
हेर्नु मेरो पछाडिको भ्यू कस्तो राम्रो छ हैन। 8 घन्टा हिँडेको कम हो, 8 घन्टा। ल साथीहरू फाइनल्ली खुमै डाँडामा पुग्यो। लात लुत वात चुत सबै पग्लियो। यहाँ मान्छेको पल्टिन पर्छ। थकै पर्छ। क्या आनन्द हो। हेर्नुहोस् भ्यूको साथ त्यहाँ म पल्टिरहेको छु। कस्तो राम्रो भ्यू। 8 घन्टा हिँडेपछि यस्तो राम्रो भ्यू देखेको भनेको एकदमै राम्रो कुरा हो। हेर्नुहोस् साथीहरू सनसेट भइरहेछ यहाँ। हेर्नुहोस् यस्तो दामी भ्यू देख्नु भएको थियो कतै। हामी यस्तो यहाँ यस्तो लावारिस भइरहेछौँ। नो वाइफाई नो सिग्नल केही छैन, न त बत्ती छ। इन्जोइङ आवर के अरे नन सोसल मिडिया लाइफ। ल हेर्नुहोस् साथीहरू हामी बिहानको 4 बजे यसरी हिँडिरहेछौँ। यस्तो बाटो। अहिले हाम्रो गन्तव्य हो खर्पु डाँडा। ल हेर्नुहोस् कस्तो राम्रो बाटो हो। अझ कति माथि माथि माथि। साथीहरू 5 बजिसक्यो, अझै हामी हिँडिरहेको छौँ। सासै फुत्किन लाग्यो, सासै फुत्कियो। अझै 1 घन्टा हिँड्ने हो। आत्मा निस्किन लागिसक्यो यहाँ सबैको। पछि चिसो हावा चले। मेरो हालत बाटो देखेको छैन। बाई बाई। फाइनली वी रिच आवर डेस्टिनेसन। कति जाडो हो हेर्नु। यहाँ त यो घाँसहरू त पुरै आइस हो। So guys, this is the view from Korchan Dana. बिहान 4 बजे उठेर हिँडेको यार। बल्ल बल्ल सास फुत्काई फुत्काई बल्ल बल्ल यहाँ आइपुग्यो हामी। कस्तो सास फुत्केर धन्दै मरिएन। यहाँ पहिला मेरो भिडियोलाई बाई बाई भनाऊ। बाई बाई भनाऊ। बाई बाई। कता भागी त्यो त। हामीहरू अब फाइनल्ली अब खुमै डाँडाबाट कोर्चन डाँडा आयौँ। अब हामी लाग्छौँ पोखरातिर कि कसो साथीहरू।
We finally did it. हाम्रो दुईटा साथीहरू त हराएको अवस्था दुईटा साथीहरू त्यहाँ बस्नु भयो देखाइदिनु बल्ल बल्ल भेट्टाइयो हामी चाहिँ है फोर्सन 360 भ्यू पोइन्ट ग्रेट माछापुच्छ्रे ट्रेल ल अब हामी ल बिस्तारै हेर्नुहोस् छिटो गरौँ यत्रो हिँड्न पर्छ बिहान बिहान यत्रो उकालो आएर धन्दै मरिएन यहाँ हेर्नु यहाँ कस्तो आइस 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 जम्यो आइस आइस हेर्नुहोस् भ्यू आउनु तपाईँहरू आउन नपाए नि मैले यहीँबाटै भ्यू देखाइदिन्छु